मुखबाट दिइने औषधिको तयारी। बच्चालाई मुखबाट दिइने उपचार सुरक्षित एवं प्रभावकारी बनाउन औषधि सही ढंगले तयार गरेर दिनुपर्दछ। बच्चालाई सही मात्रामा औषधि दिन कठिन हुन सक्छ। बच्चाको औषधिको मात्रा साह्रै थोरै हुने भएकाले त्यसलाई सही मात्रामा भाग लगाउन गाह्रो हुन्छ। औषधिको स्वाद तीतो पनि हुन्छ र यदि बच्चाले थुकेमा वा बच्चाको मुखबाट औषधि बाहिर चुहिएमा औषधिको केही मात्रा खेर जान सक्छ। यो भिडियोमा साधारणतया बच्चालाई दिइने सुई एन्टिबायोटिक कसरी बनाउने र कसरी दिने भन्ने कुरा देखाइन्छ। सही तरिकाले औषधिको मात्रा मिलाउनको लागि समय र राम्रो हिसाबको सिप भएको हुनुपर्दछ। समय बचाउ र गल्ती कम गर्नका लागि मात्राको चार्ट प्रयोग गर्नु उपयुक्त हुन्छ। बच्चा बिरामी छ भने उसलाई एमोक्सासिलिन आवश्यक छ। बच्चालाई दिइने औषधिको मात्रा उसको तौलको आधारमा निर्धारित गरिन्छ। त्यसैले सुरुमा बच्चाको सही तौल नापिन्छ। बच्चाको तौल 3.4 किलो छ। एमोक्सासिलिन धुलो, ट्याब्लेट र क्याप्सुलमा पाइन्छ। धुलो औषधि तयार गर्न सबैभन्दा सजिलो छ। बोतलमा दिएको संकेत अनुसार धुलोमा पानी घोलेर चाहिएको मात्रामा औषधि तयार गर्न सकिन्छ। यदि यो तरिका उपलब्ध छैन भने चक्कीलाई नै आमाले सजिलैसँग झोलको रूपमा तयार गर्दा पनि हुन्छ। औषधिको मात्रा लेखिएको अनुसार 3.4 किलो तौल भएको बच्चाका लागि झोल औषधि तयार गर्दा 4वटा चक्कीलाई 60 मिलिलिटर सफा पानीमा मिलाउनुपर्छ। चक्कीलाई खोल्नुहोस्। त्यसपछि त्यसलाई धुलो बनाउन एउटा सफा कागजको टुक्रामा चम्चाको सहायताले पिस्नुहोस्, नभए अन्य तरिकाले राम्ररी पिसेर मसिनो धुलो बनाउनुहोस्। होसियारी साथ धुलो औषधिलाई बोतलमा खन्याउनुहोस्। उमालेर पुरै सेलाएको 60 मिलिलिटर पानी थप्नुहोस्। तातो पानीको प्रयोग नगर्नुहोस्। तातो पानीले औषधि काम नलाग्ने बनाउँछ। औषधि राम्ररी घोल्नका लागि बोतललाई हल्लाउनुहोस्। यसरी औषधि तयार गर्दा केही मात्रामा खेर जाने औषधि पनि अलि धेरै औषधि तयार हुन सक्छ। बच्चालाई 1 चिया चम्चा अर्थात् 5 मिलिलिटर औषधि आवश्यक पर्छ। यो दिनमा 2 चोटि दिने गरी 5 दिनसम्मका लागि हुन्छ। यदि तपाईले बच्चाको आमालाई सिरिन्जबाट पनि यो औषधि सही मात्रामा कसरी तान्ने त्यो पनि देखाउनुहोस्। उनले चिया चम्चाको पनि प्रयोग गर्न सक्छिन्। तिनीहरू सामान्यतया 5 मिलिलिटर हुन्छन्। चम्चामा सिरिन्जबाट 5 मिलिलिटर हालेर पनि औषधिको मात्रा जाँच गर्न सकिन्छ। बच्चालाई आँखाको संक्रमण भएको छ र उसलाई इरेथ्रोमाइसिन आवश्यक छ। माथि भनिए जस्तै बच्चाको तौल लिनुहोस्। उसको तौल 4 किलो छ। झोल बनाउन 75 मिलिलिटर सफा पानीमा 7वटा चक्की मिसाउनु पर्दछ। चक्की खोल्नुहोस् र त्यसलाई मसिनो धुलो हुने गरी पिस्नुहोस्। उमालेर सेलाएको 75 मिलिलिटर पानी त्यसमा मिसाउनुहोस्। बच्चालाई प्रत्येक 6 घण्टामा आधा चम्चा औषधि दिनुहोस्। सधैँ औषधिमा बच्चाको नाम, औषधिको नाम, औषधिको मात्रा, बच्चालाई कति औषधि, कति समयको फरकमा कति दिनका लागि दिने हो सबै लेख्नुहोस्। यसरी लेखेर तयार पारिएको लेबलका बारेमा आमालाई बताउनुहोस्। उनलाई प्रष्टसँग निर्देशन दिनुहोस्। प्रत्येकचोटि औषधि दिनुभन्दा अगाडि बोतल हल्लाउनुपर्छ भनेर सम्झाउनुहोस्। उनलाई पहिलोचोटि औषधि त्यही स्वास्थ्य चौकीमै दिन लगाउनुहोस्। बच्चालाई औषधि खुवाइसकेपछि आमालाई दूध खुवाउन लगाउनुहोस्। यसो गर्दा बच्चाले सबै औषधि निल्न सक्छ। बच्चाले सजिलैसँग औषधि नलिएमा उसको गलामा हल्का तरिकाले समात्नुहोस्, जसले गर्दा उसको मुख खुल्छ र औषधि भित्र जान्छ। औषधि थोरै थोरै गर्दै दिनुहोस्। यदि आमाले सिरिन्ज प्रयोग गर्छिन् भने उनलाई त्यो सिरिन्ज बच्चाको गालाभित्र राख्न लगाउनुहोस्।
यदि बच्चाले 10 मिनेटभित्र औषधि थुक्ने वा बान्ता गरेमा उनलाई फेरि अर्को मात्रा दोहोर्याउन लगाउनुहोस्। दक्षिण एसियामा परम्परागत रूपमा प्रयोग गरिने सानो कप पलादी भएमा बच्चालाई प्रभावकारी ढङ्गमा औषधि खुवाउन सकिन्छ। आमाले औषधिको मात्रा घरैमा पनि बनाउन सक्छिन्। आमाले एकचोटिमा चक्कीको 4 भागको 1 भाग दिने गरी प्रत्येक 6 घण्टामा बच्चालाई औषधि दिएर यो काम गर्न सक्छिन्। उनका लागि चक्कीलाई टुक्रा पारिदिनुहोस्। उनलाई कसरी टुक्रालाई धुलो बनाउने र उमालेर सेलाएको पानीमा मिसाउने भन्ने कुरा देखाउनुहोस्। त्यसपछि उनले बच्चालाई कप अथवा चम्चीबाट औषधि दिन सक्छिन्। यदि बच्चाले औषधि थुकिराखेमा आमाले लेदो बनाएर पनि औषधि दिन सक्छिन्। उनी धुलो औषधिमा केही थोपा सफा पानी मिसाउन सक्छिन्। यसले लेदो बाक्लो बनाउँछ र उनी यसलाई बच्चाको गालाभित्र थोरै थोरै गरेर हाल्न सक्छिन्। आमाले सबै औषधि घाम नपर्ने चिसो ठाउँमा बच्चाले नभेट्ने गरी राख्नुपर्छ। उनलाई भन्नुहोस् कि बच्चाले औषधि पूरा मात्रा सक्नुपर्छ र यदि त्यसपछि पनि औषधि उब्रिएमा त्यसलाई फ्याल्नुपर्छ। याद राख्नुहोस्, औषधि बनाउँदा समयको बचत र हिसाबमा त्रुटि नगर्न एउटा निर्देशिका प्रयोग गर्नुहोस्। औषधिको तयारी र त्यसको मात्रा बनाउन आमालाई सजिलो हुने गरी सिकाउनुहोस्। आमालाई औषधिको पहिलो मात्रा स्वास्थ्य चौकीमै दिन लगाएर उनको सहयोग गर्नुहोस्।